हेलो सबैजना नमस्कार। म आइकन मेयङ र मेरो युट्युब च्यानल आइकन ब्लग र आज चाहिँ हामी यो बाटोहरू धेरै सफा गर्नुपर्ने भएको कारणले गर्दा यो कोलबाको बाटो कोलबादेखि सिरिसी गाउँपालिका जाने बाटो यहाँनिर धेरै इत्यादि भएको बाटोमा पानी अनि लगायत बाटो भत्किएको गर्दाखेरि आज हामी यो बिहान चाहिँ आजको दिन चाहिँ यो हाम्रो बाटोलाई सफा गर्ने क्रममा छौँ। जुन यो बाटोहरू चाहिँ यस्तो छ र म चाहिँ छु बाटोहरू सबै सफा गर्ने यो झारहरू पन्साउने पानी कटाउने गर्ने गर्दाखेरि हामी धेरैजना भेला हुनेछौँ। किनकि यो बाटो भनेको सिलिचौर गाउँपालिका 1, 2 र 2 चाहिँ आधा जति र अनि सिलिचौर गाउँपालिका 3 को चाहिँ कोलबाका पालिका जानु पर्दाखेरि यो बाटो हिँड्नुपर्ने हुन्छ र यो बाटोमा चाहिँ यो खेतको बाटो भएको कारणले पानी छ र यो माथितिर सबै पानी अनि यो भएको कारणले गर्दाखेरि चाहिँ हामी आज सफा गर्न लागिरहेछौँ। र सबैभन्दा विशेष गरी चाहिँ सिलिचौर गाउँपालिका 3 कोलबाका विद्यार्थी भाइ बहिनीहरूलाई धेरै असहज भएको महसुस गरेका छौँ। त्यसले गर्दाखेरि हामी चाहिँ यो बाटोलाई सफा गर्न लागिरहेका छौँ। यहाँ साथीहरू पनि धेरैजना नै आइसक्नु भएको छ सफा गर्दै। र साथीहरू यहाँ चाहिँ होइन धेरैजना भएर पनि हामी चाहिँ बाटो खन्न लागिसक्यौँ र हाम्रो सिलिचौर गाउँपालिका 3 कोलबाको सम्पूर्ण अभिभावकहरू र साथसाथै यहाँ हुनुहुन्छ सन्देल गाउँबाट पनि 1-2 जना हुँदै हामी बनाउँदै मेन यो बाटोलाई चाहिँ उकालोमा दुपट्ट बनाउँदैछौँ, सफा गर्दै बनाउँदै लागिरहेको छ। र यो बाटोहरू यस्तो छ है साथीहरू, यहाँ चाहिँ यस्तो झोडी छ। यो झोडीलाई झाडी हान्दै हामी चाहिँ लागिरहेका छौँ। किनकि यो अति नै आवश्यक भएको कारणले गर्दाखेरि यो बाटो चाहिँ होइन सिलिचौर गाउँपालिकाको कार्यालय जाने बाटो हो। र यहाँ चाहिँ यसो आराम गर्ने चौतारा खलैँचा जस्तै धर्मशाला हो। यो पनि यहाँनिर धेरै नै खेती भइसकेको छ। त्यसकै कारण चाहिँ हामी सफा गर्दै जाँदैछौँ। यहाँनिर पनि अब बस्नुपर्छ खलैँचामा अथवा चौतारामा। यो चौतारामा बस्नलाई पनि बनाएको यो सफा गरेको। र त्यहाँदेखि चाहिँ यही उकालो लाग्यो त्यो माथि उँभो चाहिँ अलिक विकट खालको ठाउँ थियो। त्यहाँनिर त पानीको छाँगा पनि छ, पानी पनि यो भित्र हिँड्छ। पानीलाई चाहिँ त्यहाँनिर साँगो र ढुङ्गाको पुल बनाउने योजना गर्दैछ साथीहरूले। त्यहाँ त्यो ढुङ्गाले चाहिँ योजनाको पुल अनुसार बनिँदै जाँदैछ। त्यसकारण यो बाटोहरू सफा गर्दै होइन बाटो बनाउँदैछ यो पानीको लागि। अनि त्यहाँदेखि उपतिर फेरि अति नै विकट जुन यो चाहिँ चिप्लो ठाउँ पानी भएको ठाउँ छ, त्यो ठाउँहरू पनि बनाउनेछौँ, सफा गर्नेछौँ। यसरी साथीहरूसँग सफा गर्दै लागिरहेका छौँ। जहाँ यो पानी धमिलो त्यो पानीहरूलाई चाहिँ पुरा सफा गर्दै हामी बाटो लाग्दैछौँ, बनाउँदै जाँदैछौँ। तपाईँ पानी कता घुमाउने ठाउँहरू खोज्दै हेर्दै सोच्दै जहाँसम्म चाहिँ हामी लागिरहेका छौँ। र यो बाटोहरू सफा गर्ने क्रममा हामी फेरि त्यो बाटोहरू यस्तो भइसक्यो सफा गरिसकेपछि भनेर नि हेर्दै गरेको। र तपाईँहरूलाई चाहिँ हाम्रो यो बाटो कस्तो बनाउनुपर्छ हो भन्ने कुराहरू पनि जानकारी गर्न चाहन्छु, कमेन्टमा भनिदिनु होला। किनकि यो बाटो चाहिँ ठुलो मूल गोरेटो बाटो नै भएको कारणले गर्दा हामी लागि परेको हो। किनकि यो बाटो चाहिँ यहाँदेखि चाहिँ सिधै सिलिचौर गाउँपालिकाको कार्यालयहरू पुग्ने ठाउँ हो। जसले गर्दा चाहिँ हामी चाहिँ बाटो बन्नै पर्छ, सफा हुनैपर्छ भन्ने र स्थानीय सरकारलाई पनि अब माग गर्ने क्रम नै जारी छ। र स्थानीय सरकारको लगानीमा पनि यो बाटो बनिनुपर्छ। यो पहिला चाहिँ हामी श्रमदानले बनाएको बाटो हो
सुरुमा त कसरी बन्यो थाहा भएन, त्यसपछि यो अहिले अलिक खेतीमा आएको चाहिँ हामीले नै श्रमदान गरेर बनाएको बाटो हो यो होइन। त्यसले गर्दाखेरि चाहिँ आज हामी यहाँनिर पनि आइरहेका छौँ। यो बाटो चाहिँ मेरो माथि मैले अघि सफा गरेको ठाउँहरू देखाउँदै जाँदैछु र यहाँदेखि यो उयोतिर खेततिर देखिरहेछ नि, त्यो ठाउँतिर पनि त्यस्तै छ, त्यो पनि म देखाउनेछु सफा गरिसकेपछि कस्तो भयो भन्ने कुराहरू चाहिँ। र यहाँ अघि चाहिँ हामीले बाटो सफा नगरिकनको फाइनली यो चाहिँ हामीले सफा गरेर पनि फर्किँदै गरेको बाटो है। किनकि यो अघि बनाउँदै थियौँ, मैले यहाँ देखाउँदैछु यो बनाएको बाटोहरू र यहाँ पानीहरू कटाएको र यहाँ कुलो यसो खोलेर यसरी कटाएको छौँ यो बाटोमा। तर हिँड्दा चाहिँ अलिक होसियार साथ हिँड्नु होला, किनभने हामीले सकभर त आफू पनि जोग्ने र अरूलाई पनि जोगाउँ भन्ने तरिकाले नै हो बनाएको। तर किनकि यो बाटोमा वर्ष पनि बनाएर पनि नहुने रहेछ, सालै बनाइयो सालै बिग्रिने, सालमा त होइन महिनामा त 2 पल्ट 3 पल्ट बनायो भने चाहिँ अथवा सुक्खा होला कि जस्तो पो लाग्छ। किनभने चाहिँ बाटोहरूमा यो पानीको कुलो छ कि यहीँ साथमा, कुलो भएपछि चाहिँ यस्तो नै हुँदो रहेछ। अनि सफा गर्दै झर्न चाहिँ गरेर म फर्किँदैछु। फर्किँदै गर्दा क्रममा पनि म तपाईँहरूलाई देखाउँदै झरिरहेको छु। यो अघि पनि यो ठाउँहरू त हेरेको थियो, अलिक कस्तो थियो होइन, फोहोर थियो, त्यो सफा थिएन। अहिले चाहिँ हामी यस्तो खालको सफा बनाइसकेका छौँ। यो बाटोहरू चाहिँ अघि चाहिँ अब अलिक झाडिया थियो, जङ्गल थियो, त्यो जङ्गलहरूलाई चाहिँ फाइनली हटाउँदै हामी गएको थियौँ साथीहरूसँग। र म चाहिँ अलिकति अगाडि भिडियो गर्नु पऱ्यो भनेर अगाडि अलिकति झारेको, साथीहरू पछाडि नै हुन्छ। अनि यो मेन बाटो चाहिँ ठिकै छ, हामीलाई हिँड्ने हाइवे जस्तै अब मानिलियो हाम्रो यात्रुहरू गाडी चालकहरूलाई चाहिँ अब रोड नै उहाँहरू पानी भयो भने त पनि रोडबाट हिँडिहाल्नुहुन्छ र पैदल यात्रुहरूलाई चाहिँ अलिक गाह्रो हुने, असहज हुने भएको कारणले गर्दा हामीले चाहिँ यसरी टेक्ने ठाउँहरू ढुङ्गाहरू लाउँदै बनाएको हो। किनभने अब सिलिन्डर गाउँपालिकाको 1 र 2 को त अब आधी अब अलिक चाहिँ उतादेखि अर्को बाटो हिँड्नुहुन्छ, आधी चाहिँ 2 को पनि बालाको पनि आधी साथीहरू चाहिँ यही बाटो हिँड्नुहुन्छ। यही बाटो हिँड्दा र अनि एक चिसो एक त जम्मै सबै अब जसको साधन छैन, साधन नभने जति यही बाटो हिँड्ने हो। अनि त्यसले गर्दा चाहिँ हामीले खालि बनाउनु पर्ने भयो। र अनि साथसाथै हामी कोल्बाको विद्यार्थीहरू 6 देखि 12 सम्मको 6 देखि 12 को छोटो 12 को कक्षाको विद्यार्थीहरू चाहिँ यही बाटो नै हिँड्नुपर्छ, पैदल गरेरै हिँड्नुपर्छ। अब कसैको पनि साधन छैन, उहाँहरूले पनि यो बाटो नै हिँड्नुपर्छ। यस्तो यही बाटो, यो अप्ठ्यारो बाटोहरू कठिनाइ छ। त्यसले गर्दाखेरि चाहिँ हामीले तपाईँहरूलाई सँगसँगै बनाएको, तपाईँहरूलाई पनि हुने, हामीलाई पनि हुने र विद्यार्थीहरूलाई पनि हुने। र यो भूगोल चाहिँ सिलिचुङ गाउँपालिका 2 साबिक वडा सन्देल गाउँसँग साबिक 2 नम्बरको पर्छ र यो जग्गाहरू पनि उहाँहरूकै हो। र पनि उहाँहरूले अलिक बनाउनु र हेर्नुहुन्न जस्तो तरिका हुन्छ र हामीले भन्ने लाग्दा चाहिँ उहाँहरू पनि उत्साह हुनुहुन्छ र बनाउँछौँ। र यसरी प्रोफाइलहरू लाउँदै बाटो सिँढी बनाउँदै हामीले बनाउँछौँ। सालानी यो चाहिँ अब श्रमदानले बनाउने गरेको सालानी र अहिले श्रमदानले बनाइयो। त्यस्तो छ साथीहरू है।